कुखुराको प्वाख ल्याएर चिनी मागे है टिकी लाउने याद रहन यो त यता खाली हुँदा त कमसेकम यता भोरिन पर्ने हो आजसम्म तिमीलाई सेवा गरेको फेर गयो यहाँ हेलो साथीहरू के छ तपाईँहरूको हालखबर म पनि ठिक छु अनि आजको दिनको सुरुवात हुन्छ बिहानै यस्ता यी टन्टला पुरै घामबाट आज चाहिँ टन्टला पुरै घामै लाग्छ होला हिजो अस्तिदेखि एकदम के नन स्टप पानी आइथ्यो नयाँ सालदेखि अनि आज चाहिँ एकदम मौसम पनि एकदम छक्क रमाइलो भन्दा पनि एकदम शीतल गर्मी टन्टला पुरै घाम कस्तो छ क्या बात कर रहे अनि त्यही पनि ठिक छ अनि आज चाहिँ यो हाम्रो पसल हो यो पसल बन्द गरेर चाहिँ म जानुपर्ने हुन्छ मेरो दाइको बिहे छ यहाँ सँगसँगै बस्ने अनि म भोलि यो बिहे आजसम्म पनि म यहीँ छु अनि आज चाहिँ मैले के गर्छु त मैले त्यो कुरा सबै यो भ्लगमा बताउने छु कृपया यो भिडियो पुरै हेर्नु होला आज चाहिँ हामी घर जाने भनिसकेपछि यो तरकारीहरू यताउता सामान पनि केही पनि मगाएको पनि छैनौँ हामीले ल्याएको पनि छैनौँ हामीले हिजो अस्तिकै बेच्ने हो हिजो पनि गइएन बजार अनि तरकारीहरू खासै बिग्दैन यस्तो किरा लाग्यो यो पनि अब यो नगरपालिकाको गाडीमा फालेर जाने यो भान्टा पनि यस्तो सुको परवल पनि यस्तो भयो यो पनि यस्तो भयो लौ यो सबै फाल्न पर्ने हुन्छ अनि यो फेरि यो टमाटर चाहिँ यो फ्रिजमा राख्नुपर्ने हुन्छ जाने बेलामा यो सबै तरकारीहरू यहाँ केही पनि मगाएकै छैन यो तरकारीहरूको हालत यस्तो छ अनि यहाँ भित्र सामान चाहिँ छ उहाँ ल्याएको छ त्यो बोरामा हो यो बोराबाट निकाल्ने अझै त्यत्तिकै छ सामान लगाउने त्यत्तिकै छ एक्लै छ मलाई झ्याउ लागिराख अनि आलुको हालत पनि यस्तो है हत्तमा कसम यस्तो छ हालत यहाँ बस्ने यहाँ यो भित्र पनि यस्तो फोहोर छन होला मलाई बढार्न मिलाउन जाँगरै लागेन यो मिलाउन केही पनि जाँगरै लागेको छैन यहाँ पनि हालत यस्तो छ यो पनि गल्लाहरू पनि यस्ता छन् यहाँ आज चाहिँ बाहिर डस्टबिन पनि रहेनछ यहाँ हाम्रो खासमा डस्टबिन भनेर यो बाल्टीहरू यताउता यो डब्बाहरू यो यस्तो बाल्टी हुन्छ नि यो चाहिँ छैन हामीले चाहिँ यो बोरो युज गर्ने गरेका छौँ आज चाहिँ यो तरकारीहरू एकदम धेरै सडेको थियो धेरै सडेर अनि भोरी भएको थियो अनि भोरी भएपछि चाहिँ हामीले त्यही बोरैसँग चाहिँ नगरपालिकामा फाल्थ्यौँ अब नयाँ बोरो झिकेर चाहिँ यहाँ बाहिर राख्नुपर्ने हुन्छ अब भोलि बिहान हामी फाल्न नभए पनि अब बाटोमा हिँड्ने मान्छेहरूले अब यो फोहोरहरू राख्नुहुन्छ अब राखिसकेपछि पछि अब हामी आएको बेलामा फाले नि फाल्छौँ या भित्र कसैले फाले पनि फालिदिन्छ अनि त्यस्तै गरेर फाल्न पर्ने हुन्छ ल फाइनल्ली मैले बोरो पनि राखिदिइसकेँ यहाँ अब यहाँ फोरो फाल्न मात्र बाँकी छ यी फोरो पनि यहाँ भर्खरै मैले देखिसकेँ अघि नै हेर्दा मैले देखेको थिएन यो अन्त यो भान्टा यस्तो सडे यस्तो राम यो मैले पुरै फाल्दिउँ कि के गरौँ यो एकैछिन राखौँ मलाई मेरो मनले भनिराख कि पुरै फाल्दिउँ भनिराख एक मनले भनिराख यो नफाल पनि एकैछिन यो त फाल्नै पर्छ यो त नफाल्दी हुन्न तर मलाई यो प्लास्टिकसँग चाहिँ एउटा पनि नजिकिकन फाल्दिउँ भइरह तर कहिलेकाहीँ फेरि मान्छेले कहिलेकाहीँ यस्तो हुन्छ कि जब सड्न लाग्छ तब बल्ल बिग्छ कि यो चाउरी परेपछि बल्ल बिग्छ कि मान्छेहरूले त्यस्तै खोज्छन् कि अनि त्यही भएर पनि यसो राख्न पर्ने हुन्छ कि कहिलेकाहीँ नत्र नि त अब यो बिग्ला भन्ने त खासै आशै छैन त्यही पनि अब केही पनि तरकारी छैन नहुन भन्दाखेरि यही पनि लयो भने त फेरि लाटाको खुट्टो बाटामा गयो गरे बाटोमा गयो लाटाको खुट्टो बाटोमा गयो त्यही हुन्छ कि भनेर हो नि यो गोबी पनि बिग्दैन यो आज फाल्दिने चाहिँ हो अनि यहाँ भित्र चाहिँ यस्तो फोरो छ के यस्तो पुरै लथालिङ्गै छ यहाँ फ्रिजमा पनि पुरै आइस जमिराख यो धनियाँ आज कसैले लयो भने पुरै बेच्दिने हो यस्तो चक्लेटहरू छन् खासै धेरै छैन यस्तै छ यहाँ पनि यही हो यहाँ यस्तो फोरोको डङ्गुर छ अब मैले यो फोरो जति सबै मिलाउँछु मिलाइसी बल्ल यो मैले मेरो दोकान सो गर्छु
यो अगरबत्ती कसलाई मनपर्छ मेरो चाहिँ एकदम फेभरेट हो यो अगरबत्ती एकदम मिठो स्वाद छ क्या यो चाहिँ तरकारी ढाक्ने यो है पर्दा हो यहाँ बाहिर घाम लाग्छ नि त घाम लागिसकेपछि यो तरकारीहरू चाहिँ ढाक्नुपर्छ नत्र अनि सुक्छ त्यो सुक्ने भएको कारणले चाहिँ यसले ढाकिदिनु पर्छ त्यही भएर चाहिँ अब मैले यो ढाकिदिन्छु के गर्ने यदि तरकारी भयो भने अब सकेसम्म जोगाउनै पर्यो अझै मैले यो पसल पुरै मिलाएर भ्याएको छैन त्यही पनि यत्रो धेरै गत्ता निस्किसक्यो यत्रो धेरै भनेपछि यो पसल कति फोहोर रहेछ अनि यो तपाईहरु नि यो गत्ताहरू लिन आउँदाखेरि पसलेहरूले खासै दिन्नन् नि यो गत्ता जसरी फाल्ने जो किन दिन्नन् सोच्नुहुन्छ होला तपाईहरुले तर यो चाहिँ गत्ता यतिको लगभग 20-30 रुपैयाँ पर्छ होला यो 12 रुपैयाँ अहिले 12 देखि 15 रुपैयाँ किलो चाहिँ यो गत्ताहरू पर्छ त्यही भएर चाहिँ पसलेहरूले दिनको लागि हिचकिचाउँछन् तर यसो काम परेको खण्डमा चाहिँ दिन पर्छ हाम्रो पनि दिन्छ जले पनि दिन्छ के चाहियो अरे बाबु ल यो भाइले यो कुखुराको प्वाख ल्याएर चिनी मागे है कति चाहियो चिनी यसको कहाँ आउँछ र चिनी यसको कहाँ आउँछ र चिनी यसको त आउन चिनी पैसा लिएर आउन पर्छ बुझ्यो ल किन भाइ मयुरको प्वाख लिएर चिनी लिन आएको थियो नि अहिले त यो भाइ 100 रुपैयाँ लिएर बल्ल चिनी लिन आएको त्यसले सुनेको रहेछ कि त्यो भाइले चिनी लिन पर्छ भन्ने त्यही भएर त्यो पैसा नलिकन आयो र यो भाइ चाहिँ चिनीले यो पैसा लिएर बल्ल चिनी लिन आयो मैले तपाईहरुलाई अघि नै भनेको थिएँ नि त्यो गत्ता त्यो 12 केजी बिक्छ भनेर जब मैले तपाईलाई भने पनि ठ्याक्क अगाडि पसलमा गत्ता किन्ने मान्छे पनि आउनु भयो यहाँ मिलाउँदै हुनुहुन्छ यो गत्ता अनि यो गत्ता चाहिँ आज पनि 12 रुपैयाँ केजी बिक्यो पछाडी स्टक गरेर राखेको थियो अनि अहिले फेरि यो लाँदै हुनुहुन्छ यहाँ कति केजी हुन्छ यो पुरै गत्ता हो यहीँबाट निस्केको अनि यता भित्र पनि छ भित्रबाट पनि निकाल्नु पर्ने हुन्छ यो चाहिँ सबै 12 रुपैयाँ केजी हो कम्ती नि हुन्छ होला 25-30 केजी 30 × 12 12 के 12 हुन्छ 12 त्यहाँ 36,360 रुपैयाँ जति आउँछ 20 किलो भयो 20 किलो भयो है ल लु 30 किलो हुन्छ भनेको 20 किलो भयो 20 किलो भयो भने भयो झन्नै नि गत्ताहरू सल्ट यहाँ एकदम खोरो भएको थियो त्यही भएर 20 किलो भए पनि भयो केही भएन र आज हाम्रो यहाँ कस्टमरहरू आउन हेभी कस्टमर यो भनेको हाम्रो यहाँ डेली कस्टमर हो है हाम्रो यहाँ हुनुहुन्छ उहाँहरूले मलाई जिस्काइरहन भोलि भाउजू लिएर आउने तपाईले भाउजू चाहियो पसलमा ल अवश्य पनि चाहियो बसेर काम छैन कि यहाँ भाउजू पनि चाहियो भाउजू भइ मेरो काम छैन तपाई जानु उतै आजसम्म तिमीलाई सेवा गरेको खेर गयो यहाँ मेरो काम लागेन अरे म त्यस्तो हैन त है काम लाग्नुहुन्छ तर भाउजू पनि त आउन पर्यो नि त यहाँ गाई सिंगल भएको कति वर्ष भयो हो एकदम गाईको पनि बुद्धि नपर्यो पीडा एकदम हो यो कुरा सही हो ल अब तपाईलाई के चाहियो दोकानमा भन्नु त ल म ज्याम ज्याम चाहिँ निकाल्छु ल भयो यो सुगर फ्री हो यता त्यहाँ माथि छ त्यो वाला झिकन झन् अच्छा वाला आज चाहिँ म पसलमा एक्लै भएको कारणले होटेलबाट मगाउन त तरकारी र रोटी मगाएको तर आउन चाहिँ दाल र रोटी आयो त्यही पनि म सहन्छु किनभने म एकदम भोका छु
अहिले लगभग 11 साढे 11 12 बजे होला। 12 बजे एकदम भोक लाग्यो क्या। बिहान केही नास्ता सास्ता केही पनि खाएको थिएन। यही पानीको भरमा यति बेलासम्म बसिरहेको। त्यही भएर अब मैले रोटी खान पर्ने हुन्छ। हात पनि यस्ता खाने फोरा। अब मैले हातसाथ चट्ट लाएर धुन्छु। पानी सानी सबै यहीँ छ अनि धुन पर्ने हुन्छ। ल रोटी आयो अनि यो चटनीको नाममा के खाने मैले भन्दाखेरि यहाँ सायद यिनी चटनी कस्तो हुन्छ यार रोटीहरूसँग खाँदा मलाई त थाहा छैन यिनी चटनी कस्तो हुन्छ। मलाई यस्ता जङ्क फुडहरू खासै खान्न, एकदम कमै खान्छु। त्यही हो कौनो खाँदा राम्रो हुन्छ यस्तो टक्क लाएर भनिदिनु त मलाई, मैले पनि टक्क लाएर खान्छु। मेरो जिउरो पनि टक्क लाएर पड्काउँछु। मैले घर मम्मीले पकाए जत्रा रोटी हुन्छन् भनेर जम्मा 4वटा मात्र मगाएको थिएँ। किनी रोटी त टिकी लाउने यात्रा खान यत्र दिन टिकी हुन्छ नि। यतिले म 4वटा रोटीले म अगाउँछु। घर पो यत्र नि यत्र त हुन्थ्यो होला, यत्र हुन्थ्यो र अब त्यत्रै हुन्छन् होला भन्ने मैले सोचेँ। जम्मा 4वटा रोटी मगाएँ। अब आधा पेट अगाउने भयो, आधा पेट अगाउन जस्तो। यत्र रोटीले कहाँ हुन्छ, अलिक ठुल्ठुला घरमा जस्तो अलिक बाक्ला हुन्थ्यो र 4वटा मगाएको त आज दिनभरि भोकै पनि भयो। गाह्रो छ बरै। मैले फेरि लाइफमा कहिले पनि होटलबाट मगाएर खाएको थिएन। मैले फर्स्ट टाइम होटलबाट मगाएर खाएको। आज त्यही पनि होटलबाट मगाएको धोका खाइनु भयो। त अगाएन। प्लेट खाली भइसक्यो तर मेरो पेट अझै भरिन्न। यता खाली हुँदा त कमसेकम यता भरिन पर्ने हो, यता नि भरिन्न। त्यो दाल छ। अब दोकानमा केही छैन खाने जस्तै हो, मलाई मनै पर्दैन नि के खाने हो। गाह्रो छ। एउटा डाइजेस्टिक हान्दिन पर्छ कि अरू त के छ र खाने जस्तो। आज पाउरोटीहरू पनि राखेन। आज चाहिँ मैले बिहान भनेको थिएँ कि म आज यो पसल छोडेर घरतिर जान्छु दाइको बिहेमा भनेको थिएँ। तर कारणवश हाम्रो पारिवारिक समस्याको कारण म चाहिँ घर जान सकेन। त्यही भएर आज चाहिँ यहीँ बस्न पर्ने भयो। बिहान ती सुकेको तरकारीहरू थिए, फेरि मैले लगानी गरेर फेरि अर्डर गरेर यहाँ यति मगाएँ। अनि त्यहाँ यता सामान पनि मगाएको छु। फेरि साँझ पनि आउँछ। आज यति बस्ने भइयो। फेरि अनि कति 8 गतिको बिहे 11 गते सर्यो। अनि 11 गते सर्यो भएर म 10 गतेतिर जान्छु होला। अनि फेरि सरिसकेपछि फेरि आजै गएर नि यति चाँडो गएर नि के गर्ने हो, घर गएर केही काम पनि छैन, यत्तिकै उहाँ गएर नि बस्ने हो। बरु यहाँ बइस त अलिकति व्यापार स्यापार गरिन्छ, अलिकति टाइम पास पनि हुन्छ। यहाँ बइसी घर गएपछि टाइम पास पनि हुन्न, बिहे भनिन्छ यताउता त्यस्तै हुन्छ। अनि त्यही हो, म आज घर जान सकेन। अनि के गर्ने अब समस्या भएपछि गर्नै पर्यो। भर्खरै नास्ता खाएँ। ल आजको ब्लग तपाईँहरूलाई कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गर्नु होला र सब्सक्राइब गर्न पनि नभुल्नु होला। फेरि पनि म अर्को ब्लग बिहेभन्दा अगाडि ल्याउने छु सकेसम्म, नभए बिहे पछि भए पनि मैले बिहेको ब्लग पनि हाल्ने छु। सब्सक्राइब गर्नु होला भन्दै आजको लागि यति नै। धन्यवाद।